So hello guys, welcome to my new vlog. र आज चाहिँ हाम्रो अब भ्लगमा हैन त्यति खासै कुरा त छैन, हामीहरु जस्ट साथीहरुसँग हैन पिकनिक खान आएको हैन। हाम्रो प्लान चाहिँ जाने थियो शक्ति खोला पुग्नै पाएन गाइज। राकेश दोस्तको साइकल पड्केर अब हामीहरु यतै खाने विचार गरेको छौं र हामीहरु अहिले 3 जना आएको छौं गाइजहरु। 3 जना, यो एउटा कुकुर मिलाएर 4 जना। अब चक्का फुटिसक्यो, के गर्ने अब? चढेर जाउँ न, जाउँ। के गर्ने अब यार, चक्कै फुटिसक्यो यार। हेर्नुस् गाइज, पुरै बम पड्केको जस्तै फुटेछ यहाँ चक्का त हैन। हाम्रो शक्ति खोला जाने प्लान थियो, प्लान चौपट भयो गाइज। अब यतै खानु पर्ला, हिँडेर त जानु सक्दैन हामीहरु त्यति टाढा है। र हामीहरु एकदमै जंगलमा डुलिरहेछौं हैन। अब कुनै अब राम्रो ठाउँ भेट्यो भने त्यही अब डेरा जमाउनु पर्छ। गाइज, घरबाट दाउरा ल्याएको हैन, जंगलमा नखाने भनेर उता शक्ति खोलामा खाने भनेर दाउरा ल्याएको घरबाट। दाउरा कामै लागेन गाइज। यहाँ कति दाउरा छ यहाँ जंगलमा। यहाँ चुलो बनिरहेछ हाम्रो। अलि ठुलो बना न, अलि त्यत्रो हुन्छ त अलि ठुलो हुन्छ के। यहाँ 3 एउटा यहाँ हुन्छ हैन, अलि यो यसरी हुन्छ। यो यहाँ गर यसरी के। नजिक भयो त, त्यो धेरै नजिक भयो, पल्टिहाल्छ नि त्यो त। अलि खन्नु पर्छ, चुलो बनाउन पनि आउँदैन गाइज। त्यस्तै हो गाइज हाम्रो हैन। आज 3 जना मात्रै आएको छौं हामीहरु पिकनिक खान हैन। धेरै ठुलो त छैन, कुखुरा 2 किलो मासु ल्याएको छौं, कुखुरा जिउँदो। के हुँदैन फुटे पनि, अनि पोख्यो भने त भाइरल भइहाल्छ नि। अब त्यहाँ ज्याकी पनि आएको छ हामीसँग हैन। ल छिटो गर ल, ठिक छ ल। गाइस हेर्नुस् हाम्रो चुलो, भयो ल। पोख्यो भने गाइस खानै पाउँदैन, त्यही धोएर फेरि पकाउने। पानी आइछ। अलि हामी कुलोको नजिक छौं अहिले हैन। अब शक्ति खोला जाने भनेको गाइस, के गर्ने अब। 3टा साइकल थियो, एउटा साइकल फुटिहाल्यो, सामानहरु पनि थियो। त्यसै कारणले आज हाम्रो यतै खाएर अब घरतिर जाने। के गर्ने त गाइस हैन। कुखुरा छ, ल्याकै छ, खानै पर्यो त्यसलाई, नत्र फेरि फिर्ता गर्दिदैन। हाम्रो विकास दोस्तले अहिले आगो बाल्दै छ। राकेश दोस्तले अब यहाँ सामानहरु निस्काउँदैछ गाइस। निकाल्देऊ। डीजे ल्याएको छ हामीहरुले, अहिले जंगलमा अहिले नाच्ने हैन गाइस। यस्तो जंगलमा यार यो पातहरुले बाल्न अलिकति मात्रै सफा गरेको छौं, किनभने हामीहरु अहिले 3 जना छौं हैन। 3 जना मात्रै छौं। यहाँ हामीसँग ज्याकी पनि आइसक्यो। ज्याकी यति सफा गरेर हैन। अब सबैजनाले अब काम गर्नु पर्यो हैन गाइस। एकजनाले अब उता गरिरहेछ, आगो बालिरहेछ, एकजनाले सामानहरु निस्काउँदै छ। मेरो पालो अब कुखुरालाई खचाक गाड्दिनु। आज चाहिँ
भुजा र चिउरा छ हैन। भात खाना ल्याएन हामीहरू, खाजा जस्तै हुन्छ सुक्खा हैन। अब पानी त अब छैन गाइज हैन, पानीको साटोमा अब दिउँछ हेराइदिउँ न हैन गाइज। यहाँ पानी गाइज हाम्रो लागि आजको लागि यो पानी हुन्छ हाम्रो लागि। यसलाई नै अब पानीलाई खानुपर्छ, पानी सम्झेर यसलाई एक बोतल मात्रै छ गाइज हैन। त्यही हो र यति गाइज पानी तातिसकेको छ गाइज पानी। अब गाइज हैन अब यहाँ हुन गइरहेछ डेन्जर गइरहेछ अब गाइज। राकेश डन हो नि फेरि खतरा पनि राकेश एकै खप्चामा हान्दियो, एकै चटमा खस्या। यो गाइज यो डर छेड भयो, यो काटेन गाइज हैन। यो डराउँछ हैन त काटेको ए पानी तातिसक्यो ए तातिसक्यो। आऊ ल्याऊ अब यसलाई अब नुहाउनु परेन, तातो पानीले आउँछ गाइस के कुखुरा कम खतरा छ। पानी तातिसक्यो गाइस यस्तो हो के। अब गाइस कुखुरा राम्रो देखेन त अब गाइस, कुखुरा बोलिरहेछ गाइस कुखुरा हेन्सी देखिरहेछ गाइस, हेन्सम देखिरहेछ। हेर्नुहोस् यसको टाउको चाहिँ छैन, नत्र खतरै राजेश हमाल देख्थ्यो। मासु काट्दैछ गाइस हाम्रो राकेश दोस्तले भर्खरै। यो केको लागि हाम्रो सेकुवाको लागि गाइस यादा मासुको के हो यो बाबु के हो? यसलाई भन्छ गाइस सेकुवा। गाइस सेकुवा यो हो गाइस सेकुवा। त्यहाँ गएर फेरि त्यसरी खेलाएर बस्यो भने फेरि झरे भने जान्छ। त्यो त खप्टर गाइस। यहाँ मासु गाइस यति मासु भयो हाम्रो। हेर्नुहोस् अब यसलाई होइन, यसलाई चाहिँ हामीहरूले सेकुवा बनाउने अनि यसलाई चाहिँ तरकारी बनाएर खाने, त्यही छ हाम्रो प्लान। आज बलुवा खुवाउँछ गाइस तपाईँको थियो, अरू केही खुवाउँदैन। मासु खान गाइस कतिचोटि यसलाई मैले आज पोतेको? 3 चोटि भइसक्यो गाइस। पोत्नै आउँदैन, बिस्तारै गर्छु म। अब हाम्रो तरकारी पाकिरहेको छ गाइज हैन। प्याज लसुन सबै हालिरहेको छ हैन, सिलौटा छैन त्यतिकै हालिरहेको छ। प्याज लसुन पनि पुरै सिँगै ल। हाम्रो आजको कुकम्यान राकेश दोस्त नै हो नि ल, फायरम्यान फायरम्यान। अब फायर गरिदियो त पछाडि हात गरेर गाइज यसरी स्टाइल। एउटा मुला यहाँ सुतिरहेको छु पुरै, टेन्सनै छैन यार, टेन्सन छैन अहिले। अब हाम्रो मासु हाल्ने कार्यक्रम। ओए मासु गयो गाइज वनको भागमा। आगै तातेन क्या हो?
त्यो तेल यार तात्ने एउटा झारिसक्यो रहेछ त त्यही त वनको यस्तो कुकम्यान आएको छ हाम्रो ठाउँमा कुकुम्यानै डेन्जर छ के गर्ने के मासु भयो गाइज मासु पार्दैछ गाइजहरू भर्खरै हालेको तर होइन तरकारी पाक्दैछ अब कुलोको पानी होइन धाराको पानी भेटेन कुलोको पानी अलिअलि सफा भइरहेको छ गाइज गाइज फाइनली हाम्रो तरकारी पाकिसक्यो होइन नि एउटा दारुवाले निकालेर राखेछ राकेश दोस्तले ल तरकारी एकदमै राम्रो एकदमै मिठो 5 स्टारको बास्ना आइरहेछ गाइज भोक लागिसक्यो गाइज मेरो आइरहेछ ल लेग पिस यसलाई भन्छ त्यो के भन्छ फिङ्गर पिस होइन हाम्रो जुगाड गाइज हेर्नुहोस् सेकुवा होइन ताप्दैछ हाम्रो यहाँ पाकिसक्यो अब होइन अब यो अब एकछिन सेकुवा तातोस् अनि त्यसपछि हामीहरू सेकुवालाई पनि अहिले अब फरेस्टमा हामीहरूले अब खाउँ खाजा खाउँ ल गाइज हामीहरूले सुरु गरे ल केही छैन हाम्रो चिसो ल सुरु गरे है गाइज तपाईँहरूलाई अब के गर्ने अब आउनु भएन होइन हामीले त बोलाएकै हो आउनु भएन के गर्ने अब स्वादिलो छ यार तरकारी त हाम्रो कुकम्यान सेकुवा बनाउने कार्यक्रम गाइज दिउँ कि नदिउँ दिउँ कि नदिउँ मासु पनि मेरै म यो के अरे के भन्छ सेकुवा यो कुकुरलाई दिउँ कि नदिउँ यो कुकुरलाई दिउँ कि नदिउँ बस्नु त यहाँ बस्नु ल यो सबैलाई एउटा मसल्ला मसल्ला गहरा मसल्ला तेरो हालोगी क्या नुन पनि चाहिन्छ खुर्सानी चाहिन्छ भैया त्यो अब तेल अब त्यहाँ हाल्नु आलुमा आगोमा हाल्दैन हेर्नुहोस् कस्तो छ गाइज यो हो के सेकुवालाई होइन पहिला त्यसलाई सेकिएको झिरमा गिथेर झिरमा घुपेर होइन अनि यो अब माथिबाट नुन खुर्सानी मसला सब दलेर धनियाँको तर्का हालेर अब यस्तै खाने हो गाइज है यता हेर गाइज यसमा को झ्याप छ भन्नुहोस् त डिउ खाएर डिउ ल अब एउटा गीत गाउने ल सबैजना आज गाउने हो पहिला ल एउटा यो दिन भन्दै पिलायो साथीले यो दिन भन्दै पिलायो साथीले दिउ पिलायो साथीले होइन गीत त गाउन आउँदैन हल्का हल्का हान्नु पर्ने ल यसरी जान्छ कि यसरी आउँछ म उल्टो हो नि त नि यसरी त आउँछ नि यस्तो आउँछ नि त नि होइन ल अनि उसको पालो हो कि मेरो पालो आउँदैन
ल ऱ्याप ल पर्दैन पर्छ क्या यार पर्दैन यार मलाई आयो पो यार रमाइलो गर्नु पर्छ यार आउँदैन यार कुकुरको भाग गाइज हेर्नुहोस् अलिक जुम गरेर आइज ल हाम्रो ज्याकी होइन ज्याकी कुकुर हाम्रो पालुवा कुकुर होइन ल हाम्रो ज्याकी इमान्दार छ नि फेरि खान नसकेर पुरै हामीले मासु खान सकेन होइन गाइज तरकारी पकाएको चाहिँ सक्यो तरकारी यो चाहिँ अब यसले बनाएको थियो चटनी गले गले क्या चटनी रहेछ घाँटीबाट तल गएन कि बेचत हान्छ बेचत राम्रो कुरा गरेपछि बेचत ल छिटो जा हाम्रो पिकनिक सक्यो मास पनि सक्यो पिकनिक पनि सक्यो होइन त यसले हो कि यसरी गाइस हेर्नुहोस् फेरि भाँडामा आउँदैन यहाँ ट्रेनिङ दिने यस्तोरी गाइस एक कोसीमा टलक्क टल्काइदिन्छु म अब यहाँ हेर्ने है यहाँ त अनुहार देखिरहेको थिएँ आज हाम्रो पिकनिक यहीँ अब समाप्त भएको छ अब हामीहरू अब घर जाँदैछौँ गाइजहरू हाम्रो केटाहरू तिनैजना आज खुब रमाइलो गऱ्यो होइन यो अफ क्यामेरामा पनि धेरै कुराहरू भयो धेरै रमाइलो पनि भयो हाम्रो होइन तर अब हामीहरू अब बाटोमा पनि अब रमाइलो गऱ्यो भने चाहिँ हामी फेरि हाल्नेछौँ र यदि तपाईँहरूलाई होइन भिडियो राम्रो लाग्यो भने होइन लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन आफ्नै गाउँको भाइ हो भनेर होइन गाउँबाट धेरैले हेर्नुहुन्छ धेरै धेरै धन्यवाद होइन हेरिदिनु भएकोमा सपोर्ट गरिदिनु होला अरू केही छैन होइन गाइस यति हो हाम्रो अरू पनि भिडियोहरू आउँदै गर्छ आज शनिबार विशेष आज शनिबार परेको हुनाले हामीहरूले यस्तो प्लान बनाएको थियौँ र हाम्रो प्लान फेल नै हुन लागेको थियो त्यो चक्का पड्केर होइन उसको चक्का नै पड्केर है तर पनि हामीले यसलाई चाहिँ आज गर्नै पर्छ भनेर आज यहाँ होइन शक्ति खोला नपुगेर हामी होइन जङ्गलमै आज रमाइलो गऱ्यौँ र अहिले चाहिँ अब हाम्रो यो सक्यो अगाडिको पनि अब गएको रहेछ हावै छैन गाइज भयो अब Thanks. Love you. Forever.